डोजर बोक्रा नर्सिङ चलाउँदैन। डोजर जाने स्थलहरू बाटाघाटा जुन अतिक्रमण गरेर बसेको छ त्यसलाई हामीले पनि पहिलो चरणमा 21 दिने हामी कार्यपालिकामा एक निर्णय गरेको छौँ। 21 दिने सूचना निकाल्ने र हामी त्यो सूचना निकालेर नागरिकले आफै त्यो अवैध तरिकाले कहीँ बसोबास गरिएको छ त्यो आफै संरचना हटाउनु भनेर हामी आह्वान पनि गरेको छौँ। सुरक्षा दिएर तोड्ने कुट्ने तीन हो, तर नागरिकको उचित व्यवस्थापन गर्ने बित्तिकै बोक्रा नर्सिङ अहम भूमिका निर्वाह गर्छ र अग्रपन्थीमा हुन्छ। तर त्यो नागरिकलाई जसलाई हामी हटाउँछौँ त्यसको व्यवस्थापनको मापदण्ड के, त्यो मापदण्ड हुनु पर्यो। पुलिस प्रशासन सुरक्षा दिने, तोड्ने या हामी डोजर लगाइदिने त्यो नागरिक, त्यो एउटा जनप्रतिनिधिको त्यति काम होइन नि। नागरिकको समस्या समाधान कसरी हुने, त्यसलाई घर तोडेपछि अर्का घरमा कहाँ राख्ने, के हामी स्कुलमा राख्ने, त सरकारले भनिदिनु पर्यो नि स्कुल बन्द गर, स्कुलमा राख। खानाको व्यवस्था कहाँबाट हुन्छ? राज्यले नीति हतारमा लिए जस्तो मलाई लाग्दैछ। कम्तीमा 3000 हाराहारी अहिले सुकुम्बासी छ। अति कमले बाबा पुर्खादेखि लिएर त्यो जङ्गल फडानी गरेको र जङ्गल फडानी गरेर यो भनेको बोक्रा नर्सिङ तपाईँको प्रकाशपुरको नहरदेखि लिएर काली मन्दिर हुँदै तपाईँको हुलाकीसम्म यो बाटो तपाईँको यो कोसीको यो बगर थियो, यो यसलाई कोसी बगेको हुन्थ्यो। जब बाँधिसकेपछि अनि यो खोलामा किनारामा मान्छेहरू बसे, जतिखेर बाघ भालु चिता थिए यहाँ फडानी गरे। त्यो फडानी गरेर बसोबास गरेको र धेरै जग्गाहरूको फिल्ड बुकमा नाम छ, धेरैको लगत कटेको छ, पूर्ण रूपमा धेरै छैन त्यस्ताहरू छ। र केही तपाईँको जस्तो टोकी जङ्गल छ 1 नम्बर वार्डमा जङ्गल फडानी गरेर र त्यो लगत इस्टिमेट उठेको छ। उनीहरूलाई प्रत्येक राजनीतिक दलले तपाईँहरूलाई अब हामी जित्छौँ पूर्जा वितरण गर्छौँ। अब पूर्जा लिने बेलामा उहाँहरू सुकुम्बासी होइन नि। त्यो कारणले उहाँहरू यस्ता खालको छ। सुकुम्बासी धेरै एलानी जग्गाहरू छ नि, चलाउँदैन, समन्वय गर्छ, कन्भिन्स गर्छ, एउटा नागरिक सरहको उहाँसँग व्यवहार गर्छ, उहाँहरूको एउटा सल्लाह लिन्छ, उहाँको सल्लाह अनुसार र राज्यको नीति दुईटै अगाडि राखेर स्थानीय सरकार सम्पूर्ण नागरिकलाई पनि म यहीँबाट उहाँहरूलाई म अपिल गर्न चाहन्छौँ। तपाईहरू पिचको दायाँ बायाँ बाटोमा यदि कहीँ दौरा गोठ बनाएर र त्यस्ता संरचना राख्नु भएको छ भने त्यो तपाईहरू आफै त्यो खाली गरिदिउँ, बाटोलाई अवरोध नगरिदिउँ। जहाँसम्म सुकुम्बासीको हकमा त्यो ऐलानी जग्गा खाली गराउने, तोड्ने, हटाउने बोक्रा नर्सिङ गाउँपालिका कुनै बोक्रावासी नागरिकलाई त्यो हटाउँदैन र तपाईहरू ढुक्क हुनुहोस् जबसम्म उचित व्यवस्थापनको लागि मापदण्ड बनाएर दिनु पर्यो।